कोशी कटानले हरेक वर्ष नागरिकहरूको भविष्य बगाइरहेको छ। माननीय सदस्य पारस मणि गेलाल। सर्वप्रथम जेन्जी आन्दोलनका वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सप्तकोशीको काग, बेलकातरी, मैनामैनीको आस्था, चौदण्डीगढीको इतिहास र फुवालुङको पहिचान बोकेको भूमिबाट मलाई यस सदनमा उभ्याउनु हुने उदयपुर एकका श्रद्धेय नागरिकज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सम्माननीय सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कोशी कटानले हरेक वर्ष नागरिकहरूको भविष्य बगाइरहेको छ। गिदेरी खोलाको अपुरो पुलले विद्यार्थीको शिक्षा अवरुद्ध गरिरहेको छ, जबकि 6 करोडमै यो सम्पन्न हुन सक्छ। यसै आर्थिक वर्षमा सो सम्पन्न गरियोस्। उदयपुर सिमेन्ट उद्योग राजनीतिक हस्तक्षेपले थलिएको छ। नियमित सञ्चालनका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी वर्षौंदेखि लाल पूर्जाविहीन नागरिकहरू अझै आफ्नो जमिनमै पराई बनेका छन्। यो सामाजिक न्यायको गम्भीर प्रश्न हो। तत्काल लाल पूर्जा वितरणको ठोस व्यवस्था गरियोस्। यी सबै राष्ट्रिय प्राथमिकताका विषय बनुन्। जनताको धैर्यको परीक्षा धेरै भइसक्यो सभामुख महोदय, अब परिणाम देखिनै पर्छ।